नमस्कार सम्पूर्ण साथीहरुमा। आज चाहिँ हाम्रो घरमा आगोमा एकदम मिठो परिकार पाक्दैछ। के होला भन्ने लागेला तपाईहरुलाई। यो चाहिँ सिस्ना, रोल्पाबाट ल्याएको सिस्ना आज पकाएर आटोसँग खाने कुरा छ। आटो र सिस्ना यो रोल्पाको हो। आज सिस्ना र आटो खाने कुरा छ साथीहरु। सिस्ना पाक्दैछ, अब तयार हुँदैछ। तयार सिस्ना यसरी पाक्दैछ। सिस्ना आटो पाक्दैछ। यहाँ चाहिँ भाउजूले पकाइराख्नु भएको छ। आटो यसरी ओरालिरहनु भएको। अचार, सिस्ना, झोल, सिस्ना, झोल, मासु, मासु भन्नुहुन्छ मुला आफ्नै बारीको।